हामी मानिसहरू जति सहज रूपमा अरूलाई सल्लाह दिन्छौँ, त्यति सहज रूपमा अरू केही पनि दिँदैनौँ। उसलाई बिहे नगर पछताउँछस्, त्यो सब्जेक्टमा मेजर नगर फ्युचर छैन, यस्तो भिडियो नबनाऊ काम लाग्दैन, अर्को सिटीमा मुभ नहऊ गल्ती हुनसक्छ, यो जब नछोड पछि रिग्रेट गर्लास्। यो सेन्टेन्सहरू हामी सबैले सुनेका हुन्छौँ। अनि इन्ट्रेस्टिङ कुरा के हो भने यो कुरा धेरै जसो कोही दुश्मनहरूले भन्दैनन्। क्लोज फ्रेन्डले भन्छ, फ्यामिलीले भन्छ र कन्सर्न गर्ने मान्छेहरूले नै भनिरहेका हुन्छन्। एन्ड यस, मेनी टाइम्स दे जेन्युनली केयर। तर प्रब्लम एडभाइसमा मात्र छैन। प्रब्लम तब सुरु हुन्छ जब एडभाइस फ्युचरको प्रोफेसी या भनौँ भविष्यवाणी जस्तो बन्दछ। जसरी उनीहरूलाई अलरेडी थाहा पाइसक्यो कि तिम्रो कुन डिसिजनले पछि रिग्रेट हुन्छ, कुन डिसिजन पछि लाइफ बिग्रिन्छ, कुन बाटो सही हो, कुन बाटो गलत हो। तर साँचो कुरा के हो भने कसैलाई पनि तिम्रो फ्युचर सेल्फ थाहा हुँदैन, तिमी आफैलाई पनि थाहा हुँदैन। यही ठाउँमा डेरेक पर्फिटको आइडिया एउटा एकदम इन्ट्रेस्टिङ लाग्छ। सिम्पल भाषामा भन्दा पर्फिटले भन्न खोजेको कुरा के हो भने हामी एउटा फिक्स्ड या सलिड अनचेन्जिङ सेल्फ होइन। हामी सेम पर्सन त हौँ, बट सेम भर्जन चाहिँ होइन। 16 वर्षको तिमी, 22 वर्षको तिमी, आजको तिमी या 10 वर्ष पछाडिको तिमी, यी सबै कनेक्टेड छन् तर कम्प्लिटली सेम छैनन्। भ्याल्युज चेन्जहरू हुन्छ, प्रायोरिटी चेन्ज हुन्छ, फियर चेन्ज हुन्छ, अन्डरस्ट्यान्डिङ चेन्ज हुन्छ, लाइफ हेर्ने नजरिया नै फरक हुन्छ। आज जुन कुरा तिमीलाई लाइफ र डेथ जस्तो लागिरहेको छ, भोलि त्यही कुरा त्यति ठुलो नलाग्न सक्छ। आज जुन डिसिजन तिमीलाई रिस्की लागिरहेको छ, त्यही डिसिजन भोलि तिम्रो ग्रोथको कारण हुनसक्छ। अनि आज जुन डिसिजन तिमीलाई सेफ लागिरहेको छ, त्यही डिसिजन भोलि तिम्रो डिपेस्ट रिग्रेट बन्न सक्छ। सो वेन समवन सेज यो नगर तिमीले पछताउँछौ, दे आर नट जस्ट गिभिङ एडभाइस। अलिकति सटल रूपमा उनीहरूले यस्तो बिहेभ गरिरहेका हुन्छन् कि जस्तो कि उनीहरूलाई तिम्रो फ्युचर सेल्फ थाहा छ, बट दे डोन्ट। अब यसको मतलब के हो त, कि एडभाइस नै सुन्नु हुँदैन? नो, त्यो कुरा होइन। एडभाइस इम्पोर्टेन्ट हुन्छ, वार्निङ पनि इम्पोर्टेन्ट हुन्छ। कहिलेकाहीँ बाहिरको मान्छेले हामीले नदेखेको ब्लाइन्ड स्पट देखिरहेको हुनसक्छ। कहिलेकाहीँ फ्यामिलीको डर कन्ट्रोलमा हुँदैन, एक्सपिरियन्सबाट आएको हुनसक्छ। कहिलेकाहीँ साथीले दिएको वार्निङ वास्तवमै हेल्पफुल हुन्छ। सो प्रब्लम एडभाइसमा होइन, प्रब्लम हो सर्टनिटी। प्रब्लम हो जब कोही मान्छेले आफ्नो फियरलाई विस्डम जस्तो प्रेजेन्ट गर्छ। एडभाइसले यस्तो भन्छ, थिङ्क केयरफुल्ली, लङ टर्म इफेक्ट पनि हेर। तिमी इमोसनल भएर डिसिजन लिँदैछौ कि यो चोइसको रिस्क के छ, त्यो एडभाइस हो। तर प्रोफेसीले यस्तो भन्छ, पक्का पछताउनेछस्, यो गलत डिसिजन हो, तिम्रो लाइफ बिग्रिन्छ, मलाई थाहा छ। त्यो विस्डम जस्तो सुनिन्छ, तर धेरै पटक यो फियर हो, विस्डमको मास्क लगाएको फियर। किनकि एडभाइस दिन सजिलो छ। किनकि एडभाइस दिने मान्छेले तिम्रो लाइफ बाँच्नु पर्दैन। दे क्यान से डोन्ट मुभ टु अनदर सिटी, तर स्टक भएर बस्नुपर्ने उनीहरूलाई छैन। दे क्यान से यो जब नछोड, तर हरेक दिन त्यही थकान, त्यही फ्रस्ट्रेसन, त्यही सफोकेसन उनले बोक्नु पर्दैन। दे क्यान से यस्तो भिडियो नबनाऊ, तर वर्षौँ पछाडि मैले ट्राई नै गरिनँ भन्ने रिग्रेट उनले बोक्नु पर्दैन। दे क्यान से डोन्ट म्यारी हर, तर तिम्रो लोनलीनेस, तिम्रो लभ, तिम्रो कन्फ्युजन, तिम्रो होप उसले बाँच्नु पर्दैन। त्यसैले एडभाइस इजी हुन्छ, डिसिजन एक्सपेन्सिभ हुन्छ। एडभाइसको कस्ट दिने मान्छेले तिर्दैन, डिसिजनको कस्ट लिने मान्छेले तिर्छ। अनि अब रिग्रेटको कुरा गरौँ, किनकि यस, कहिलेकाहीँ पिपुल आर राइट। कहिलेकाहीँ हामीले गरेको डिसिजन पछि साँच्चै रङ फिल हुन्छ। रङ पर्सन चुज गर्छौँ, रङ जब चुज गर्छौँ, रङ प्लेसमा बसाइ सर्छौँ, रङ ट्रस्ट गर्छौँ, रङ टाइमिङमा लिप मार्छौँ। अनि पछि बसेर भन्छौँ, यार मैले किन यस्तो गरेँ, मैले थाहा पाउनु पर्ने थियो, आई सुड हेभ नोन बेटर। तर यही ठाउँमा माइन्ड आफैसँग अनफेयर हुन्छ। किनकि आजको तिमी पास्टको तिमीलाई यस्तो जज गर्छौ कि मानौ उसलाई पनि आजको जत्तिकै विस्डम थियो, आज जत्तिकै मेच्युरिटी थियो, आज जत्तिकै एभिडेन्स थियो, आज जत्तिकै इमोसनल डिस्टेन्स थियो, तर थिएन। त्यो बेला उसले जे देखेको थियो त्यही नै उसको लागि संसार थियो। उसँग जे इन्फर्मेसन थियो त्यही थियो, उसको फियर त्यही थियो, उसको होप त्यही थियो, उसको निड त्यही थियो, उसको इमोसनल टुल्स नै त्यही थियो। सो यस, आज तिमी पास्ट डिसिजनको कन्सिक्वेन्सेस भोग्दै हुनसक्छ, तर त्यसको मतलब तिमीले आफ्नो पास्ट सेल्फलाई हेट नै गर्नुपर्छ भन्ने पनि होइन। मेबी त्यो भर्जन अफ यु इमच्योर थियो, मेबी डेस्परेट थियो, मेबी लोनली थियो, मेबी कन्फ्युज थियो, मेबी भ्यालिडेसन खोजिरहेको थियो, मेबी स्केप गर्न खोजिरहेको थियो, तर स्टिल त्यो भर्जन अफ यु ट्राई गरिरहेको थियो। उसले आफूले देखेको संसारभित्रबाट बेस्ट पोसिबल डिसिजन लिन खोजिरहेको थियो। गलत भयो होला, इन्कम्प्लिट भयो होला, ब्लाइन्ड भयो होला, तर मलिसियस या दुर्भावनापूर्ण भएर गरेको थिएन। दिस इज इम्पोर्टेन्ट, किनकि धेरैजना रिग्रेटलाई सेल्फ अवेरनेस ठान्दछन्। उनीहरूलाई लाग्छ यदि मैले आफ्नो पास्ट सेल्फलाई धेरै ब्लेम गरेँ भने सायद म वाइजर बन्छु। तर सेल्फ हेट्रेडले विस्डम दिँदैन, रिफ्लेक्सनले दिन्छ।
मलाई लाग्छ रिग्रेट 2 प्रकारको हुन्छ। एउटा रिग्रेट युजफुल हुन्छ, त्यो भन्छ ठिक छ त्यो डिसिजन दुःखद भयो, अब यसबाट के सिक्न सकिन्छ। त्यो रिग्रेटले तिमीलाई डिपेन्ड गर्छ, तिमीलाई मेच्योर बनाउँछ। र अर्को रिग्रेटले पनिसमेन्ट जस्तो फिल हुन्छ, त्यो भन्छ त मूर्ख रहेछस्, तैँले लाइफ ड्यामेज गरिस्, तैँले धेरै गलत डिसिजन लिइस्, तैँले थाहा पाउनु पर्ने थियो। त्यो रिग्रेट्सले केही पनि सिकाउँदैन, त्यो केवल तिमीलाई फ्रिज गर्छ, त्यो ग्रोथ होइन, त्यो एउटा इन्टरनल टर्चर हो। त्यसैले सायद बेटर क्वेसन यो होइन कि उसलाई रिग्रेट दिस, किनकि अनेस्टली अलमोस्ट एभ्री मिनिङफुल डिसिजनमा रिग्रेटको पोसिबिलिटी हुन्छ। म्यारिएजमा रिग्रेट हुनसक्छ, म्यारी नगर्दा पनि रिग्रेट हुनसक्छ, मुभ गर्दा रिग्रेट हुनसक्छ, नगर्दा पनि रिग्रेट हुनसक्छ, जब छोड्दा रिग्रेट हुनसक्छ, नछोड्दा पनि रिग्रेट हुनसक्छ, भिडियो बनाउँदा रिग्रेट हुनसक्छ, नबनाउँदा पनि रिग्रेट हुनसक्छ। सो रियल क्वेसन मेबी कुन रिग्रेट म बोक्न तयार छु? ट्राई गरेर आउने रिग्रेट कि ट्राई नै नगरेको रिग्रेट? फेल भएर आउने रिग्रेट कि फियरले मेरो लाइफ चलाएको भन्ने रिग्रेट? मिसअन्डरस्टुड भएर आउने रिग्रेट कि आफूले भन्नुपर्ने कुरा कहिले नभनेको रिग्रेट? किनकि धेरै पटक सेफ डिसिजन रिग्रेटलेस डिसिजन हुँदैन, त्यो केवल सोसियल्ली अप्रुभड रिग्रेट हुन्छ। बाहिरबाट सबैले भन्न मिल्ने सेफ चोइस, तर भित्रभित्रै त्यही चोइसले तिमीलाई खोक्रो बनाउन सक्छ। अब अर्को इम्पोर्टेन्ट कुरा, जब कोही तिमीलाई रोक्छ त्यो सधैँ विस्डमबाट आएको हुँदैन, कहिलेकाहीँ त्यो उसको आफ्नै चोटबाट आउँछ। समवन सेज डोन्ट म्यारी हर, मेबी उनी आफ्नै बिट्रियलबाट गुज्रिरहेका हुन्छन्। समवन सेज यो सब्जेक्टमा मेजर नगर, मेबी उनीहरू स्कार्सिटी र फाइनेन्सियल फियरबाट आएका हुन्छन्। समवन सेज भिडियो नबनाऊ, मेबी उनीहरू आफ्नै जजमेन्टदेखि डराउँछन्। समवन सेज मुभ नगर, मेबी उनीहरूले कहिले मुभ नगर्ने करेज पाएका थिएनन्। त्यसैले सधैँ सोध्नुपर्छ यो एडभाइस विस्डमबाट आएको हो कि फियरबाट, यो कन्सर्न हो कि प्रोजेक्सन, यो प्रोजेक्सन हो कि कन्ट्रोल, यो मेरो गुडको लागि हो कि उनीहरूलाई कम्फोर्टेबल राख्नको लागि हो। तर फेरि यसलाई विद्रोही भएर पनि नबुझौँ, एभ्री एडभाइस डिसमिस गर्ने, नोबडी अन्डरस्ट्यान्ड्स मी भन्ने, त्यो पनि मेच्योरिटी होइन। समटाइम्स पिपुल डु सी थिङ्स वी डोन्ट, सो ब्यालेन्स चाहिन्छ, सुन्नुपर्छ, सोच्नुपर्छ, क्वेसन गर्नुपर्छ, रिस्क इभ्यालुएट गर्नुपर्छ। तर अन्तिममा सबैको हल्ला पछाडि आफूले शान्त भएर आफूलाई सोध्नुपर्छ, विथ वाट आई नो राइट नाउ, विथ हु आई एम राइट नाउ, विथ द लाइफ आई एम एक्चुअली लिभिङ, वाट फिल्स अनेस्ट, नट पर्फेक्ट, अनेस्ट। पर्फेक्ट डिसिजन सायद हुँदैन, अनेस्ट डिसिजन हुन्छ। त्यो डिसिजन पछि तिमी सिक्न सक्छौ, ग्रो गर्न सक्छौ। तर उधारो डरमा बाँचेर उधारो जीवन बाँच्न थाल्यो भने त्यो अझ डेन्जरस हुन्छ। वान डे फ्युचरको तिमीले पास्टको तिमीलाई हेरेर भन्न सक्छ त्यो डिसिजन मिस्टेक थियो, एन्ड मेबी इट वाज। तर त्यही फ्युचर सेल्फले यति चाहिँ बुझ्नुपर्छ कि त्यो डिसिजन गर्ने मान्छे मेरो एनिमी थिएन, त्यो पनि म नै थिएँ। डिफ्रेन्ट साइकोलोजिकल वेदरमा, डिफ्रेन्ट फियरमा, डिफ्रेन्ट होपमा, डिफ्रेन्ट ब्लाइन्डनेसमा, डिफ्रेन्ट हङ्गरमा। त्यसैले तिमी आफ्नो पास्ट चोइसेसलाई वर्सिप गर्न बाध्य छैनौ, तर पास्ट सेल्फलाई अब्युज गर्न पनि आवश्यक छैन। तिमीले यस्तो भन्न सक्छौ, नाउ आई अन्डरस्ट्यान्ड वाइ आई डिड द्याट, नाउ आई अन्डरस्ट्यान्ड वाट आई वाज लुकिङ फर, नाउ आई अन्डरस्ट्यान्ड वाट आई डिडन्ट नो, एन्ड नाउ आई क्यान चुज बेटर। द्याट इज ग्रोथ, नट एन्डलेस सेल्फ पनिसमेन्ट, नट पर्मानेन्ट सेम, नट लिभिङ अन्डर अदर पिपल्स प्रोफेसी। सो द नेक्स्ट टाइम समवन सेज त्यो नगर तिमी पछुताउँछौ, लिसन। डिसमिस तुरुन्तै नगर, डिफेन्सिभ पनि तुरुन्तै नबन, जस्ट लिसन। तर डिप इनसाइड यो पनि याद गर, उनीहरूले रिस्क देखेका हुन सक्छन्, पेन देखेका हुन सक्छन्, कन्सिक्वेन्सेस पनि बुझेका हुन सक्छन्, तर उनीहरूलाई तिमी को बन्दैछौ भन्ने पुरै थाहा छैन। अनि तिमीले कुन रिग्रेट बोक्न चुज गर्छौ भन्ने त्यो पनि झन् थाहा हुँदैन। लाइफको गोल रिग्रेट जिरो बनाउनु होइन, लाइफको गोल कन्सियसली चुज गर्नु हो, अनेस्टली लर्न गर्नु हो, अनि पास्टको तिमीलाई पर्मानेन्ट क्रिमिनल नबनाउनु हो। तिमी अहिले आफ्नो बेस्ट गरिरहेका छौ, अनि जो तिमी पहिले थियो त्यो भर्जनले पनि त्यो समयमा देखेको संसारभित्र आफ्नो बेस्ट नै गरिरहेको थियो।